नमस्ते सम्पूर्णमा। यो चाहिँ तोरी हो अनि यसलाई पहिला यसरी कुटेर राखिँदो रहेछ। त्यसपछि त्यो कुटेर राखिएको तोरीलाई मजाले यसरी भुट्नु हुँदो रहेछ। यो चाहिँ हाम्रो कोकोनाको तेलको हो। लास्ट टाइम हामी कोकोनातिर गएको थियौँ अनि त्यसमा अब तोरीको तेल पनि लिएर जाउँ न। यता बस्दाखेरि तोरी कस्तो कस्तो मजाले यसो भिडियो बनाएर अपलोड गरौँ भनेर। यो हजुरले देख्न सक्नुहुन्छ मजाले त्यो बुटेको वाला तोरीलाई मजाले भुट्नु भएको छ। त्यहाँ ठाउँमा आगो पनि छ, त्यसमा आगोमा त्यो भुटिसकेपछि यसमा राख्नु हुँदो रहेछ। यो चाहिँ पहिले पुर्खौँदेखि नै चलिआएको रहेछ। त्यो मेसिन चाहिँ म्यानुअल मेसिन रहेछ, पहिलेदेखि नै। हजुरले देख्नुहुन्छ एउटा यो पेलिसक्नु भएको छ, निकालेर उहाँले निकाल्नुहुन्छ। आगो पनि बढिरहेको छ। यो म्यानुअल मेसिन चाहिँ यत्रो ठुलो लग छ कि दुईवटा ठुलो रुखले बनाएको छ। पुर्खौँदेखि पहिल्यैदेखि नै यो उहाँहरूको रहेछ। पछि गएर उहाँहरूले त्यो मेसिन पछि जोड्नु भएको रहेछ, तर यो चाहिँ पहिल्यैदेखिको नै रहेछ। कस्तो मेहनतले गर्नुभएको छ। अब उहाँले चाहिँ त्यो भुटेको तोरीलाई फेरि त्यही सेगु जस्तोमा राख्नुहुन्छ। यसभित्र राखेर राख्दै हुनुहुन्छ उहाँले। मजाले आगो राखेर अनि उहाँले सोरेर त्यहाँभित्र राख्दै हुनुहुन्छ। अनि जुन यसमा च्यापेर जुन तेल अब अझै पनि त्यसबाट ननिस्केको तेल छ भने उतातिरको मेसिनमा फेरि त्यसलाई राखेर मजाले त्यसलाई फेरि पेल्न लगाउने रहेछ। त्यसमा केही बचेको छ भने फेरि त्यसबाट निकाल्ने रहेछ। यसमा चाहिँ च्यापेर निस्किने तेल त्यो चाहिँ मेसिनले नै निकाल्दो रहेछ। उहाँले चाहिँ यहाँबाट पेलेर निस्केको त्यो पिना जुन थियो नि त्यहाँ त्यसलाई फुटाउँदै हुनुहुन्छ। फुटाएर एउटा भाँडोमा राख्नु हुँदो रहेछ। भाँडोमा राखिसकेपछि फेरि त्यो मेसिनमा राखेर बचेको तेलहरू त्यहाँबाट निकाल्ने रहेछ। अहिले उहाँले चाहिँ त्यो भर्दै हुनुहुन्छ। भरिसक्नुभयो लगभग। ल्याएर फेरि यहीँ बिचमा राखिदिनुहुन्छ अनि फेरि त्यो घुमाएर त्यसको व्हिल घुमाएर यसलाई दुईतिरबाट ट्याप्प घुमाउँदा हुँदो रहेछ। त्यसले गर्दाखेरि दुईतिरबाट च्यापेपछि यो तोरीबाट तेल तल जाँदो रहेछ। मिलाउँदै हुनुहुन्छ। यसलाई चाहिँ मजाले घुमाउनु
मेसिन चाहिँ राम्रो जाऊ घुमाऊ घुमाऊ त्यो घुमाउ सानो त्यसलाई च्याप्नुको लागि दुईतिरबाट बन्द हुँदो रहेछ अनि त्यसले बिचमा च्यापेपछि तेल झर्दो रहेछ यो चाहिँ म्यानुअल मेसिन रहेछ एकदम टाइट हुँदो रहेछ एनर्जी धेरै चाहिने बन्द हुँदैछ च्यापिँदैछ क्लोज गराउनको लागि अलिकति तलसम्म लैजाउँ यसरी यस्तरी हुनुपर्छ क्या जिउ यस्तो सिकाउनुहुन्छ कसरी गर्ने दाइले गरेको हेर यो तपाईँले आफै बनाउनु भएको हो यो आइडिया यो च्याप्ने आइडिया पहिलेदेखि तर कस्तो नेचुरल के हो है चलाउनु भएको रहेछ मजाले तेल निस्किन थाल्यो त्यही त तेल उता तलबाट यसरी तेल निस्केको रहेछ मजाले निस्केछ तेल मेन्युल हेरेर यहाँ जमानादेखि कोकोनटको तेल भनेर हामी सानो सानो हुन्छ चाबीतिर फर्पकमा बोकेर आउनुहुन्थ्यो यस्तो आजकल त छैन अहिले नि हामीमा पुरानो गर्नुदेखि आएको तोरीको तेल निस्किरहेको छ यहाँको तेल त पहिला यो देख्न पाएर साह्रै राम्रो तेल निस्किरहेको थियो अनि जुन बचेको हुन्थ्यो नि त्यो त्यसमा पेलेर अब त्यो पिनामा कुनै पनि अझै तेल बचेको छ भने पछि त्यसलाई फुटाएर यो मेसिनमा हालेपछि फेरि त्यो बचेको तेल फेरि हो त्यो क्यानो फुल रबरलाई तारेर तोरीको तेल हो त्यो अनि हजुरहरूले त्यो रबरलाई भुटेको तोरीको तेल इन गर्ने अनि त्यो पाक्का रबरलाई निकाल्ने अनि त्यो जता गए पनि